बन्दुक सन्दुक राखेको छैन पहिलाको नि यो होला हैन त्यही व्यवहार छ त पराल पनि साँच्चीकै रहेछ त यो धान पनि साँच्चीकै होला त यो चाहिँ दारु डोक्नी चाहिँ लिएर जानुपर्छ कि मन्त्रीले सब खाइदिए रहेछ त्यसो भए मन्त्रीले सब खाइदिए रहेछ आउनै पर्ने होला त आफ्नो कल्चर हेर्नुलाई टिकट गर्नु साँच्चीकै जस्तो छ नि त के छ सर यहाँ यहाँ त कन्टी मात्रै रहेछ यहाँ पनि आगो जस्तो रहेछ त फोटो खिच्नु पर्ला कहीँ कहीँ यिनीहरूको अगाडि खिचौँ नि त सर ए यहाँनिर बज्ने रहेछ त कहाँ बजिरहेछ भनेको त के गरे सेक्दैछ त्यसो भए मेन हेर्दा खिच्नु पर्ला होइन बस्ने ठाउँ होला यता होइन ठुलै ठाउँ रहेछ त लास्टै बसेर खिच्न मिल्दैन यसको भित्र पसेर मिन्झारी ए देउटा घर रहेछ यो हाम्रो यस्तो उसमा देउटा घर भन्छन् के डिग्री बनाउने यो चाहिँ दारु डोक्नी चाहिँ लिएर जानुपर्छ कि
मरो ए गाउँको हुन्छ नि सर यो गाउँको एउटा देउटा हुन्छ कि घरमा पनि हुन्छ यस्तो त रुखको छेउमा यहाँ चाहिँ सबै आएर यही होला जस्तो छ क्या होइन रहेछ यो त सुर्ती रहेछ क्या यो पनि हराइसकेको छ सेतो मकै कालो मकै धतुरो तितेपाती यसलाई के भन्छ ढिक्की सेम पहिलाको नेचुरल नै बनाएको छ कि होइन मकारी सामान राख्ने हो यतातिर के रहेछ ए माटोको चिसो भइराख्ने केही पनि नजाने यो चाहिँ कल्चर होला केही पूजा गर्नु साँच्चीकै भैँसीको गुरु राखिदिनु पर्ने कि यहाँनिर के छ यहाँ छिरौँ त एकचोटि ए ल यो त म्युजियम रहेछ त ए पाउँदैन यो राणाठारू बन्दुक सन्दुक राखेको छैन पहिलाको नि ए यो होला हैन पात फुट्ने
खै अब मिलास किन चलाइ लाटी चला दे लाटी खै के रहेछ अब यसको त उ भइसकेको छ नि त अब सब लोप भइसक्यो अब ट्रली र ट्र्याक्टर आइसक्यो ए कम देखा तो खाना दा दे उठा और आई दिखे बहुत रोपाई गर्ने समय आइसकेको छ अब रोपाई गर्ने समय ओरिजिनल हो थाप्नु त भिडियो खिचौँ त एकचोटि अहिले रोक भिडियो खिच्छु त्यही व्यवहार छ त पराल पनि साँच्चीकै रहेछ त यो धान पनि साँच्चीकै होला त घरभित्रै छ क्या रियल ना यो लाग्ने जस्तो छ गुन्द्री ढोक्नी छ सर ढोक्नी हजुरको लागि